लु बोकेर के गर्नु सुपेन तिमी हट त ब्याटले मलाई चिनेन मेरो छोरी कहाँ छ मलाई भित्र बस्नु छ ओइ ब्याटले मलाई चिनेन तैले छुरी पक्रिनु भन्दा अगाडि चाहिँ म चाहिँ नि ब्याट हान्दिछु जोरथाङमा कन्ट्रोल बसेको मान्छे त मुजी तँले मलाई सिकाउँछ एउटा छुरी चलाउनु आफ्नै मान्छेले आफ्नै चित्या गर्छ भने त घन्टा गर्नु मटेछु यहाँ मालिक छ है बुझिस रुम मालिक चाहिँ सुपेन भाइ यहाँ सुन भाइ तपाईँ चाहिँ एकछिन मेरो आफन्त मान्छे सुपेन भाइ तँलाई चाहिँ मेरो आफ्नै मान्छे हिजो दिन पनि तँलाई तेरो लागि बोलिरहेको थिएँ आज पनि तेरो लागि बोलिरहेको छु तेरो बहिनी चुम्मा खाइदिरहेको छु भाइ तेरो बहिनी चाहिँ मलाई चाहिँ हिजो दिनमा चाहिँ माथि फुङ्गा भेट्दा के भन्दै थियो भन्छ मेरो बहिनीलाई कसरी के गऱ्यो नि जाठा गर्दन काटिदिन्छु नि मेरो बहिनीलाई जाठा मागा चुतहरूले मेरो बहिनीलाई के गर्यो भने नि गर्दन काटिदिन्छु सोच्दिनँ मेरो जाठा आफ्नै भाइ होस् या दाजु होस् कि जाठा तपाईँ नै होस् गर्दन काटिदिन्छ है मेरो बहिनी चाहिँ मलाई के सम्झेको भन्छ मेरो बहिनीलाई चाहिँ के गर्यो भने चाहिँ नि होइन भाइ जाठा बोलाउ जाठा भाइ भन नगर ल उपर आएर दिदीहरु चाहिँ मालिक तिम्रो गाडी लिएर चल्थ्यौ तिमी चल त अहिले मलाई तिमी चल्दा भन् कि अहिले म तेरो पन्डो भच्किने गरी म हान्छु अहिले होइन म बुझेको छुइनँ भाइ तपाईँ मलाई बुझेको छुइनँ भाइ तेरो म सुतेको ल चुप लागेर दिदीलाई पनि फोन गर्दिन म आफै